सम्माननीय प्रधानमन्त्रीज्यूले भन्दै हुनुहुन्छ राजा यलम्बरको बारेमा। राजा यलम्बरलाई ककसले मान्दछ र ककसका राजा थिए र यो देशको पहिलो राजा नै यलम्बर थिए भनेर प्रधानमन्त्रीकै मुखबाट सुन्नु है त। यो भिडियो हेर्नुस्। यसरी यहाँ किराँतहरूको राजा यलम्बरलाई यहाँ चाहिँ राजा मानिन्छ। हाम्रो काठमाडौँमा भगवान मानिन्छ आकाश भैरव। यलम्बर राजा हाम्रो लागि चाहिँ भगवान हो। उपत्यकामा काठमाडौँमा चाहिँ आकाश भैरवको रूपमा हामीले यलम्बर राजालाई भगवान मान्छौँ। किराँतकै पहिलो राजा। ललितपुरको नेपाल भाषामा त नाम नै यल हो। यल भनेको यलम्बरको राज्य। सुन्नुभयो त, प्रधानमन्त्रीज्यूले भन्दै हुनुहुन्छ राजा यलम्बर यो देशको पहिलो राजा थिए भनेर। भनेपछि अब तपाईँहरूले विरोध गर्नुहुन्छ त। हर्क साम्पाङ सरले त व्यङ्ग्य हानेर मात्र एउटा स्ट्याटस लेख्नु भएको हो कि। प्रधानमन्त्रीज्यूले या अहिलेको सरकारले जे निर्णय गर्नुहुन्छ हामी जनताले स्वीकार्नुपर्छ। यसमा सबैले नाना थरीको टिका टिप्पणी गर्नुपर्छ भन्ने म देख्दिनँ। जय देश जय माटो।